सदा शिवजी जय शिवजी भगवानलाई कोटि कोट ढोक छ। आदरणीय डाक्टर मामा र डाक्टर माइजूलाई कोटि कोट नमस्कार, हृदयदेखि धेरै धेरै धन्यवाद छ। आज म बर्मज्ञानीहरूलाई शिवजीको चिठी गाउन गइरहेकी छु। केही कमी कमजोरी भए मलाई माफ दिनु होला। आजसम्म मलाई बुझ्ने कोही थिएन यो जगतमा, आजसम्म मलाई बुझ्ने कोही थिएन यो जगतमा, ब्रह्मज्ञानी नै सर्वश्रेष्ठ हौ मेरो सारा महात्मा, ब्रह्मज्ञानी नै सर्वश्रेष्ठ हौ मेरो सारा महात्मा, सारा महात्मा उच्च छौ नि मलाई चिन्ने देख्ने, सारा महात्मा उच्च छौ नि मलाई चिन्ने देख्ने, ब्रह्मज्ञानी नै पहिलो महत हौ मलाई चिठी लेख्ने, ब्रह्मज्ञानी नै पहिलो महत हौ मलाई चिठी लेख्ने, भावुक बहने चिठी पढ्दा राख्छु जतन गरी, भावुक बहने चिठी पढ्दा राख्छु जतन गरी, घर फर्की आउँछु भन्छौ भनी दङ्ग परी, घर फर्की आउँछु भन्छौ भनी दङ्ग परी, आरामै छु खुसी लाग्यो मन प्रफुल्ल भयो, आरामै छु खुसी लाग्यो मन प्रफुल्ल भयो, कोही कोहीले त बुझ्न थाले भन्ने मनमा लाग्यो, कोही कोहीले त बुझ्न थाले भन्ने मनमा लाग्यो, वास्तविक परिचय चिन्ने नि भएछौ, वास्तविक परिचय चिन्ने नि भएछौ, गन्तव्यमा पुग्नु पर्छ भन्ने ज्ञान जानेछौ, गन्तव्यमा पुग्नु पर्छ भन्ने ज्ञान जानेछौ, चाहना नि यही थियो मेरो आफूको चिनुन, चाहना नि यही थियो मेरो आफूको चिनुन, आएपछि फर्कनु छ भन्ने कुरा जानुन्, आएपछि फर्कनु छ भन्ने कुरा जानुन्, आँट गर्नु है जालो तोडी जानु छ भनेर, आँट गर्नु है जालो तोडी जानु छ भनेर, सबै छोडी अव्यक्तमा मिलाउने भनेर, सबै छोडी अव्यक्तमा मिलाउने भनेर, सबै अलपत्र भने एक कुरा नजान्दा, सबै अलपत्र भने एक कुरा नजान्दा, बिचमै फस्छु कि त भन्ने चिन्ता डर नमान्दा, बिचमै फस्छु कि त भन्ने चिन्ता डर नमान्दा, तिम्रो जवाफ फर्काउँदैछु के भनौ त धेरै, तिम्रो जवाफ
फर्काउँदैछु के भनौ त धेरै महत बनी आऊ स्वागत गर्छु सन्तान हौ नि मेरै महत बनी आऊ स्वागत गर्छु सन्तान हौ नि मेरै जाने बेला घरबाट रित्तै थियौ गएका जाने बेला घरबाट रित्तै थियौ गएका फर्कँदा त आवरणका पोकाली आएका फर्कँदा त आवरणका पोकाली आएका त्यही पोकाको बुझली गर्दा झड्काउँथ्यो नि तल त्यही पोकाको बुझली गर्दा झड्काउँथ्यो नि तल ऐन त्याग्दा भवसागरमा तडपिन्थे हरपल ऐन त्याग्दा भवसागरमा तडपिन्थे हरपल भन्न त धेरैले भन्थे मोक्ष हुने हो भनी भन्न त धेरैले भन्थे मोक्ष हुने हो भनी बिचमै अड्के लानेर के छोड्ने नजानी बिचमै अड्के लानेर के छोड्ने नजानी सबै सुम्पिन्छु है भन्दा खुसी लाग्यो अति सबै सुम्पिन्छु है भन्दा खुसी लाग्यो अति परिचय नै छोडी आऊ है फेरि नमानी कति परिचय नै छोडी आऊ है फेरि नमानी कति कुरा बुझी भावमै बस गुहार माग्ने बना कुरा बुझी भावमा बस गुहार माग्ने बना सुर सबै सन्तानै हुन् के गरौँ त भन सुर सबै सन्तानै हुन् के गरौँ त भन चेतनामै गहिरिएर महतमा पुगी चेतनामै गहिरिएर महतमा पुगी समर्पित बनी बस पार हुनको लागि समर्पित बनी बस पार हुनको लागि वास्तवमा आफ्नाको हुन् बाचाए चिनेर वास्तवमा आफ्नाको हुन् बाचाए चिनेर गन्तव्यको बाटो छेक्नेलाई तर्काउन जानेर गन्तव्यको बाटो छेक्नेलाई तर्काउन जानेर सधैँ नजिक भावमा बस्नु सारा जीवन भरि सधैँ नजिक भावमा बस्नु सारा जीवन भरि भागी जाने ठाउँ छैन आउँछु जसै गरी भागी जाने ठाउँ छैन आउँछु जसै गरी न पैसाले किन्न मिल्छ न बहुमूल्य रत्न
पैसाले किन्न मिल्छ नबहुमूल्य रत्न केही चिज छैन यो संसारमा यो ज्ञानसँग साटिन केही चिज छैन यो संसारमा यो ज्ञानसँग साटिन हातमा हाती हात राखिदेऊ झिल्केको बाटोमा हातमा हाती हात राखिदेऊ झिल्केको बाटोमा साथ नछोडी पूर्ण बुझ यो गुणको साटोमा साथ नछोडी पूर्ण बुझ यो गुणको साटोमा सदा शिवजी भगवान्लाई कोटिकोट ढोक छ आदरणीय डाक्टर मामा आदरणीय डाक्टर माइजूलाई कोटिकोट नमस्कार छ हृदयदेखि धेरै धेरै धन्यवाद छ सम्पूर्ण वर्गनी साथीहरूलाई धेरै धेरै धन्यवाद छ।